धेर भुक्दैछ महेश बस्नेत महेश बस्नेतलाई भक्तपुरमै नाका लगाउँछु भक्तपुरमै लुक्दै घर जाने स्थिति बनाइदिन्छु म मलाई चिनेको रहन्छ भक्तपुरमा महेश बस्नेत लुक्दै घर जाने स्थिति आउन सक्छ मैले भने नि पाहुना लाने खालको मान्छे होइन यो मान्छेलाई पाहुना लग्यो भने नि घरमा सिधै श्रीमतीहरू महिलाहरू सुरक्षित हुँदैन न्याय माग्न आएका मान्छेलाई आज चाहिँ नि युवासँग गरेर लात हान्छ त बुट बजार छ ती महिलाहरूको छातीमा भनेदेखि यो महिला आयोग कहाँ गएको छ आज ती महिलाहरू रुँदै हिजोको स्थिति सम्झिनुहोस् एमाले त सक्यो एमाले सक्ने मान्छे एउटै थियो भने नि हिजो एउटै दुर्गा प्रसाद थियो भने नि आज सारा जनता लाग्दैछ केपी ओलीलाई झापा बेन्ड भयो आजदेखि भाइ झापा बेन्ड ल केपी ओलीले नि मेरो इसारा बिना झापा जान सक्दैन ल यो राख्दै केपी ओलीले ल केपी ओलीको निर्वाचन क्षेत्रमा तपाईले ब्यान्ड गरेर ब्यान्ड हुन्छ भने गरेर देखाइदिन्छु के गरेको राति सुतेको जाडामा सुतेको नाङ्गा महिलालाई अब केपी ओलीलाई भोट हाल्छन् महिलाले 10 वर्ष केपी ओलीलाई भन्छन् अब